नमस्ते सबैलाई म स्याङ्जाको एउटा सुन्दर गाउँबाट तपाईँहरूलाई स्वागत गर्छु। यो मेरो पहिलो युट्युब भिडियो हो। आज म तपाईँहरूलाई हाम्रो गाउँको प्राकृतिक सुन्दरता र हाम्रो दैनिक जीवन देखाउने छु। यदि तपाईँहरूलाई गाउँ जीवन, खेतीपाती, खाना, दैनिक भ्लग मनपर्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र भिडियो मन परे लाइक सेयर पनि गर्नुहोस्। यो हाम्रो घर वरिपरिको दृश्य हो। अनि उहाँ हुनुहुन्छ मेरो बाबा मम्मी काम गर्दै हुनुहुन्छ खेतबारीमा। हाम्रो त्यो मकै हो। यहाँ काँक्रो छ। उहाँ हुनुहुन्छ मेरो बाबा। नमस्ते हजुरहरू, हामी यस्तै करेसाबारीमा काम गर्ने सकेर अब तरकारीहरू लगाउने खेतीपाती यसो त्यही छ हाम्रो दिनचर्या। यस्तै छ हजुरहरू। उहाँ हुनुहुन्छ मेरो मम्मी। हाम्रो बाबा मम्मीले लगाउनु भएको तरकारी देखाउन गइरहेको छु। अनि यो रहेको छ तितो भेडा। यो रहेको छ इस्कुस। यो इस्कुसको झाल हो। यो हाम्रो मकै हो। यो फर्सीको मुन्टा। अनि यो हो हाम्रो घरको भेन्टा। हाम्रो घरको डल्ले भेन्टा। यो रहेको छ काँक्राको झाल। यो सबै हाम्रो बाबा मम्मीले लगाउनु भएको हो। पनि छ काँक्राको झाल। अनि यो मकै हो गाई। यो हाम्रो बेलाउतीको बुटो। अनि यो निपुवाको बुटो हो। यस्तो रहेको छ हाम्रो घर वरिपरि। यो हाम्रो घरको रहेको फुल हो। यो हाम्रो घरमा भएको यो पुदिना हो गाइज। यस्तो धेरै छ हाम्रो घरमा। यस्तो बगैँचा नै छ। पनि हाम्रो घरको फुल हो। अनि यता रहेको छ फर्सीको मुन्टा। यता छ इस्कुसको झाल। अनि यता रहेको छ काँक्रो। हाम्रो घरको बाख्रा हो। यो हाम्रो घरको पाठो। यो हाम्रो घरको अर्को पाठो हो। हाम्रो घरमा 3टा बाख्रा छ। अनि यहाँ रहेको छ हाम्रो बाबा मम्मीले लगाएको डल्ले खुर्सानी अनि लामो खुर्सानी। अनि यता पनि छ हाम्रो बाबा मम्मीले लगाउनु भएको डल्ले खुर्सानी। यो हाम्रो घरको बेलाउती अम्बा भन्छ। अनि यो हो मेरो घर। अनि यहाँ रहेको सबै मकै हाम्रो हो। अनि यहाँ रहेको छ हाम्रो घरको सानो लोकल टमाटर। अनि यहाँ रहेको छ हाम्रो अदुवाबारी। अदुवा मम्मी बाबाले सबै मम्मी बाबाले लगाउनु भएको। यहाँ छ तिते करेलाको बोट। अनि यहाँ बल्ल यस्तो बत्ती लाउँदैछ। यतिको भएछ बल्ल फुल खेलेछ। काँक्रो यहाँ पनि छ। अनि त्यो हाम्रो गोठ हो। यो पनि हाम्रो घरको फुल हो। अनि यो पनि हाम्रो घरको फुल हो। यस्तो राम्रो छ। हाम्रो घरबाट यस्तो राम्रो भ्यू देखिन्छ गाइज। यस्तो रमाइलो छ स्याङ्जा। अनि यो छ हाम्रो बाबाले कुट्ने मिल, धानको मिल। यो हाम्रो घरको आरुको बोट हो। काग। त्यो हो हाम्रो नास्पतिको बट। यो हो हाम्रो घरको भैँसी। यो हो हाम्रो घरको पाडी। यहाँ धेरै चराहरू आउने गर्छ। कस्तो राम्रो कति धेरै आएको। यो हाम्रो दाउरा राख्ने दाउराको हारहरू। यस्तो छ हाम्रो घर वरिपरि रमाइलो छ।
रहेको छ हाम्रो घरको डल्ले खुर्सानी पनि सबै बाबा मम्मी नै लगाउनुहुन्छ। सबै बाबा मम्मीको मेहनत हो। यस्तो राम्रो राम्रो कति पिरो छ यी खुर्सानीहरू। कुखुराले मकै खाँदैछ, मकैको पात। यस्तो राम्रो राम्रो फुल। यो पनि हुन् मेरी छोरी सानी छिन् अनि उहाँ हुनुहुन्छ मेरो नन्द। हेलो गाइज। धन्यवाद भिडियो अन्तिमसम्म हेरिदिनु होला। फेरि अर्को भिडियोमा भेटौँला।